कति खतरा छ एसिलोक ट्याब्लेट हामीले जुन खान्छौँ दिनौँ ग्यास्ट्रिक रूपमा र एसिलोकले कसरी काम गर्दो रहेछ भनेर 1 मिनट वेट गर्छु होइन। हामीले जुन पनि औषधि खाइसकेपछि हल्का वेट गर्नुपर्छ कि हाँ रहेछ हेर्नु। र तपाईँले हेरिराख्नु छ कि यो बेटाडिनले र एसिलोकले यसमा कसरी आफ्नो काम गर्दैछ। मानौँ कि यो एसिलोक हाम्रो पेटभित्र काम गर्दैछ, यसले वर्कआउट गर्दैछ। हामीले हाम्रो पेटभित्र खाएको एसिलोक दबाई हेर्नु कसरी काम गर्छ हेर्नु। यो म खाने गर्छौँ त्यो हेर्नु कति खतरा जान्छ। जुन यो मैले यो पानीभित्र हालेको जामा 1 मिनट पनि भएन, 1 मिनट नपुग्दा पनि यसले ग्यास्ट्रिकको दबाईले यसलाई पुरै सफा पारिदियो। हेर्नुहोस् हामीले खाने एसिलोकको दबाई कसरी काम गर्छ, कति खतरजनक छ र कति फास्ट काम गर्छ ग्यास्ट्रिक रूपमा। हेर्नुहोस् कि मैले जुन यसमा मैले हालेको थिएँ बेटाडिन आधी गिलास अनि पानी, र त्यसमा मैले जामा त्यसमा दुईवटा हालेको थिएँ एसिलोक। जुन हेर्नु यसले 1 मिनट नपुग्दै यसले पुरै पानीलाई सफा क्लियर पारिदियो। यो ग्यास्ट्रिकको